हाई गाइज वेलकम टु माई न्यू मिनी भ्लग। सो फाइनली बाबु आज 11 दिनको भयो। सो आज नामकरण हो, त्यही भएर हामी बिहान सबै छिटो उठ्यौँ। अनि कसैले खाना पकाउने तयारी, कसैले बाबुलाई नुहाइदिने, कसैले कलश रेडी गर्ने, यस्तो यस्तो काम सबैले बाटेर गर्न थाल्यौँ। अनि फेरि बाहुन बाजे पनि आउनुभयो। अनि फेरि आज फेरि हाम्रो स्पेसल डिस काँक्रा आलुको अचार, मसरुमको तरकारी, राजमा अनि फेरि साग के बनाएर हामीले रेडी गऱ्यौँ। त्यसपछि फेरि आफू पनि यसो चट्टा हुन पर्यो भनेर टक्क लाएर आज मैले लगाएको थिएँ गाउन, फेरि पनि दिदीको नै लगाएको। त्यसपछि फेरि यहाँ सुरु भयो। बाहुन बाजेले सब रेडी गर्नुभयो, यहाँ सबै रेखी तयार पारेर। त्यसपछि फेरि बिनाजुलाई र बाहुन बाजेलाई धेरै गर्मी भएको थियो, त्यही भएर फेरि हामीले जुगाड लगाएर माथि छाता गरेर अनि फेरि छाताले अलि पनि घाम लाग्दैन भनेर छाता राख्यौँ। त्यसपछि यहाँ फेरि सब के अरे विधि विधान हुँदैछन्। त्यसपछि यहाँ बाबुलाई पनि बोलाउनु भयो अनि बाबुलाई बिनाजुले घन्टी बजाएर उठाउँदै हुनुहुन्छ यहाँ फेरि। अनि फेरि हजुरले सोच्नु भएको होला बाबुको नाम के हो। सो बाबुको नाम राशिवाला नाम चाहिँ रोहण हो। अनि फेरि यहाँ अझै हुँदैछन् के कार्यक्रम। अनि यहाँ के अरे उसमा बाबुलाई उभ्याउनु पर्ने रहेछ। त्यसपछि यहाँ फेरि बाबुलाई पढ्न भनेर लिएर जान लाउन आमाले अनि पढाएर भ्याएर पनि ल्याइसक्नु भयो। अनि यहाँ हेर्नु त कति राम्रो देखिनु भएको बिनाचु दिदी बाबु। अनि फेरि सबै भ्याइएपछि मलाई टिको लगाइदिनु भयो। अनि बिनाजुले मलाई के आशीर्वाद दिनुभयो थाहा छ कि म धेरै ठुली भ्लगर बनेर अनि फेरि पैसा कमाउनु पर्छ रे। ल आजको लागि यति नै। थ्याङ्क यू सो मच फर वाचिङ माई भ्लग। बाई, टाटा।